वाह, अहिले देशव्यापी रूपमा रासोपाको लहर देख्न सक्नुहुन्छ तपाईँहरू। कति छ अहिले सारा जनताले नयाँ खोजिरहेको छ, नयाँ दल, नयाँ पार्टी, नयाँ नेतृत्व, नयाँ अनुहार। त्यसमा पनि युवा, सारा नेपालीहरूको मनमा युवाले देश चलाउनुपर्छ, युवा नेतृत्वमा आउनुपर्छ भन्ने एउटा चाहना थियो। त्यही चाहना अनुरूप बालेन शाहको इन्ट्री भएको छ। सारा देश अहिले घन्टीमय बनेको छ। बालेन शाह जहाँ जान्छन् त्यही भिड लागेको छ। उनी अहिले झन्डै चाहिँ 1 महिना अगाडिदेखिबाट बालेन शाह सबै ठाउँहरू, देशको विकट ठाउँहरूदेखि लिएर सबै ठाउँमा चाहिँ भ्रमण गर्दै गएका छन्। हिजो बुटोलमा पनि गएका थिए। बुटोलमा यस्तो भिड लागेको रहेछ हेर्नुहोस् बालेन शाहलाई हेर्नलाई। उहाँ बालेन शाह पहिले पनि चर्चामा आएको मान्छे हो। महानगरमा हुँदा पनि राम्रो काम गर्नुभएको थियो। महानगरमा पनि उहाँले महानगरमा हुँदा पनि, काठमाडौँ महानगरपालिकामा हुँदा, मेयर हुँदाखेरिमा पनि उहाँको चर्चा यस्तै थियो, व्यापकै थियो। मान्छेहरू एकदम चाहन्थे। विशेष गरी युवाको नजरमा बालेन शाह 1 नम्बरमा हुनुहुन्छ अहिले। अबको नेतृत्वमा के होला त? अब रासोपाले जित्ला, बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ होला कि अरू पार्टीले जित्ला? जे होस्, नयाँ आउनै पर्छ, नयाँको जित हुनैपर्छ। यदि रासोपाबाट बालेन शाह झापाको उम्मेदवार हुनुहुन्छ, झापाबाट यदि बालेन शाहको जित भएन भने रासोपाको सङ्ख्या बहुमत आएन, रासोपाले बहुमत ल्याउन सकेन भने चाहिँ तपाईँको यो फेरि चाहिँ पुरानो जस्तो थियो भने त्यस्तै हालतमा आउने देखिएको छ। तपाईँको एमाले मानव झापाबाट केपी शर्मा ओलीको जित भयो, रासोपाको बहुमत सङ्ख्या आएन भने यिनीहरूले अहिले मैले भनेको कुरा लेखेर राख्नुहोस्, फेरि यिनीहरूले भागवण्डाको सरकार बनाउँछन्। यिनीहरू मिल्छन्, सबैजना अहिले चाहिँ एकअर्कामा नमिल्ने भनेर टाउको छुट्टा छुट्टै गरे पनि यिनीहरूको टाउको एकै ठाउँमा जोडिन्छ पछि गएर। यिनीहरूको यो चुनाव पश्चात यिनीहरू बहुमत त लगभग रासोपा बाहेक अरू कसैको पनि आउनेवाला छैन। यदि त्यसो भयो भने चाहिँ रासोपाको बहुमत आएन भने चाहिँ यिनीहरू सबै एकै ठाउँमा मिल्छन्, फेरि भागवण्डाको सरकार गर्छन्, स्थिर सरकार आउँदैन। त्यही भएर अहिले नै सारा जनताले एउटा नेपालमा चाहिँ सबैभन्दा मुख्य भनेको, नेपाललाई विकास गर्नको लागि चाहिँ एउटा सबैभन्दा मुख्य समस्या भनेको स्थिर सरकार नहुनु हो। यदि 5 वर्षसम्म एउटै सरकारले काम गर्न पाउने हो भने तपाईँको उसले काम गरेको र नगरेको त 5 वर्षमा निहाल्न त सकिन्छ नि, हामीले हेर्न त सकिन्छ नि। यदि 5 वर्षमा उसले विकास गरेन, जनताको भावना अनुरूप उसले काम गरेन भने फेरि अर्को हामीले विकल्प चुज गरौँला नि। तर अहिलेलाई चाहिँ स्थिर सरकार दिनुपर्छ के। चाहे ल अहिले त एमालेलाई अब सारा देशले बहिष्कार गरिरहेको छ, मानव काङ्ग्रेसलाई दिने हो भने सारा जनताले काङ्ग्रेसलाई दिउँ, एउटा स्थिर सरकार स्थापना गरौँ, 5 वर्ष हेरौँ न काम गरेको। कोही जनता एमालेमा बाँडिने, कोही काङ्ग्रेसमा बाँडिने, कोही रासोपामा बाँडिने गर्दा देशले स्थिर सरकार पाउन सकेको छैन। यदि स्थिर सरकार भएन भने फेरि यिनीहरू भागवण्डा गर्छन्। 2 वर्ष एउटाले चलाउँछ, 2 वर्ष अर्कोले चलाउँछ, एउटाले काम गर्न थालेको अर्कोले आएर बिगारिदिन्छ। नेता मन्त्री पोस्ट तपाईँको सबै चेन्ज हुनु पर्यो, मन्त्री प्रधानमन्त्री फेरि सँगै सबैजना चेन्ज हुनु पर्यो। त्यो हुँदा सरकारमा स्थिर सरकार पाएको छैन। स्थिर सरकार दिनको लागि अहिले सारा नेपालीले एउटै पार्टीलाई भोट दिनुहोस्। हजुरहरूले सबैले नयाँ खोज्नु भएको छ, नयाँ अनुहार खोजिरहनु भएको छ। त्यो नयाँ अनुहारको लागि यसपटक जसरी पनि रासोपालाई बहुमत दिएर 150 सिट सकिन्छ भने 150 सिटै रासोपालाई जिताएर एकदम स्थिर सरकार बनाउनको लागि हामी सबैले अहिलेलाई साथ दिउँ। यदि काम गरेनन् भने फेरि सोचौँला, फेरि अर्को अप्सन छँदैछ, फेरि अर्को चुनाव आउँछ। यिनीहरू सधैँभरि चाहिँ एकपालि जिताइदिएर सधैँभरि यिनीहरू मन्त्री हुने, यिनीहरू प्रधानमन्त्री हुने होइन। यदि काम गरेनन् भने फेरि चेन्ज गरौँला, अर्कोचोटि अरू पार्टीलाई दिउँला, अरू नयाँ कोही आउलान्, अथवा पुरानाले केही गर्छन् भन्ने एउटा चाहिँ उपेक्षा पनि जाग्ला। त्यो हुँदा हामीले चाहिँ एकपालिलाई स्थिर सरकार दिउँ। जहाँसम्म हेर्दा रासोपाको बहुमत आउँछ। अहिले यो क्रेज देख्दाखेरिमा रासोपा जता पनि घन्टी, बुवा आमा दाजुभाइ दिदी बहिनी विदेशदेखिबाट लिएर जताततैबाट अहिले रासोपालाई चान्स दिनुपर्छ, रासोपालाई जिताउनुपर्छ भन्ने भनाइ छ। हेरौँ रासोपाले जित्छ कि जित्दैन। तर तपाईँ हाम्रो जति पनि यो मेरो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँ हामीले पनि एउटा चाहिँ घर परिवार यदि फोन गर्नुभएको छैन भने आजै कल गर्नुहोस्। घरमा कल गरेर रासोपामा भोट हाल्न भन्नुहोस्। मैले चाहिँ म रासोपाको सदस्य पनि होइन, केही पनि होइन, तर रासोपामा भोट हाल्न भन्नुहोस् भन्दा पनि एउटा सरकार 5 वर्ष चल्ने गरेर हामीले जिताऊँ, हेरौँ काम गरेको। यदि चित्त बुझेन भने फेरि अर्को चुनावमा फेरौँला है त। हस्, धन्यवाद।